नमस्ते दमोली। आज पृथ्वी राजमार्ग अन्तर्गत दमोली तनहुँ बजारभित्र दमोली बजारको मेन गेटनिर तपाईको आज प्रहरीहरूद्वारा प्रत्येक सवारी साधन ट्रक बस र दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल स्कुटी सब एकदम तीव्र तरिकामा आज चेकिङ भएको छ। साथमा ब्यारिकेड लगाएर यहाँ एक लाइनमा तपाईको दुई लाइनमा पारे 3-4 लाइनसम्म हेर्नु प्रत्येक गाडीहरू चेकिङ भइरहेको छ। आज भित्र बाहिर ट्रक ल बसलाई पनि हेर्नु प्रत्येक भेकललाई चेकिङ भइरहेको छ। आज अचानक हो यस्तो चेकिङ त भइराख्नुपर्छ ताकि दुर्घटनादेखि सावधान पनि भइन्छ र कुनै तस्करका सामानहरू पनि ओसर पसर हुन्छ। त्यही भएर बीचमा यस्ता राजमार्गहरूमा चेकिङ भइरहेको असाध्यै राम्रो हुन्छ। त्यसै कारणले प्रहरी हाम्रा सुरक्षाकर्मीहरूलाई म हृदयदेखि नै धेरै धन्यवाद दिन चाहन्छु। यहाँसम्म कि यहीँका लोकल गाडीहरूलाई समेत चेकिङ भइरहेको अवस्था ल हेर्नुहोस्, स्कुटी समेत चेकिङ भइरहेको छ। ल हेर्नुहोस्, साथीहरू तपाईहरु के भन्नुहुन्छ? उहाँहरूको जुन अहिले क्रियाकलाप भइरहेको छ, कार्यहरू भइरहेको छ, यो कार्य सही हो कि गलत हो? मेरो नजरमा त सही हो, लेकिन तपाईहरुको नजरमा के हो कसो हो प्लिज भनिदिनु होला कमेन्टमा।